आज चाहिँ कोमा मम्मीसँग रमाइलो गरेको भन्नु नि भन्नु नि बेबी Fantastic. कति राम्रो पो सुहायो बाजे त हाँसेर देखेर खाएर गाइस त कति पो सुहायो त मम्मी खानु नि चिसो न चिसो रहेछ बेबी खाएको हाम्रो बेबीले खाएको भिडियो बनाउँछ हामी त जमानी ढल्केर हो कि मम्मी क्यामेरामा पनि ब्लर ब्लर आउँछ क्यामेरामा त क्या लगाइदिन्छ हेलो गाइस कोमा पनि खाएको सब्जी किनेर कम्ती हुँदैन बेबी त गालामा के लगाइरहेको थियो देख्छ त गालामा के दल्यो अहिले पनि तातेको छन् त्यत्रो हिँडेर खाला गाइस म यो टेस्ट गर्नु पर्यो गाइस मम्मी यो पनि टेस्ट गर्नु न सबै बाजेको जस्तै भएको लुटी बेबी मन पराउँछ के को बनाएको है भेजिटेबल बनाएको न बिचरा बाजे बोजूले सब्जी त एउटै बनाउँदो रहेछ सोयाबिन लगाएर लगाएर हाम्रो बेबीले लुटी मन पराउँछ सब्जी त मिठो रहेछ तिखा थाइरोइडको बिमारले त यहाँ पो गाँठो पलाउँछ अरे त ए मम्मीलाई त्यस्तो छ ल मम्मी ए हो र थाइरोइड होइन के हो मम्मी थाइरोइड भनेको चाहिँ के हुन्छ अरे त्यसले यहाँ गाँठो पलाउँछ अरे दुख्छ अरे के अरे प्रेसर सुगर जस्तै अरे कहिले अब जाती हुँदैन त्यस्तो मम्मी लामोको त्यस्तो छ मम्मी यहाँनिर के यत्रोबाट गाँठो छ अन्त त्यो टन्सिलको अपरेसन गर्ने भने होइन टन्सिल बेसी भएर मासु जस्तो बढेर त्यहाँभित्र चाहिँ ढुङ्गा जस्तो भइसकेछ अरे मम्मी अब गर्नै पर्ने अपरेसन बेबी रोटी अलि खाने एउटा मात्रै भयो खाइसक्दैन हजुर काँटा चाहिन्छ चाहिँदैन चाहिँदैन त्यो फरेनरहरूले जस्तो यति 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 लगाउनु फरेनरहरूले चामल भन्दा यति यति पुरुष त्यति नै भिजाएको चामल खान्छ अरे उनीहरूले भात खाएको भन्थ्यो आफ्नो घरमा पनि त्यस्तो गर्ने बेला दाल पर्दैन अरे दाल छैन अरे एउटा मात्रै छ अरे सब्जी दाल पर्दैन नि म यो मात्रै खाने यो मेरो फेभरेट हो बोजू एक्लै रहेछ नि काम गर्ने इट्स ओके बेबीले पो रोटी अलिक खान्थ्यो कोमाले खायो वाह मम पनि खाने मम्मीले
मलाई त मान्दै छैन भयो 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 मलाई भोकै लागेको छैन मम्मी सब्जी ल्याउनु न यहाँ बेबी र मम्मी यहीँ खाउँ ल खोइ त्यो बेबीको हेर्ने सब्जी पनि बेसी होइन लु 엄마, 아빠 저기 왜? मम्मी मलाई ल्याउनु न भयो मलाई भोकै लागेको छैन के भयो